साथीहरु पेपुला टासिदेले वेलकम टु माई मुन ब्लग। आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्दा चाहिँ भिडियो हेर्नुपर्ने हुन्छ है साथीहरु। म भिडियो बनाउँदै जान्छु। आमा कहाँ जानु भएको? हामी पुरा झर्ना गएको झर्ना हो। किन गएको झर्ना? गएर डान्स लाउनु पर्छ, मादल बजाउनु पर्छ, नाच्नु पर्छ। ए पार्क जाने बेबी चाहिँ ल ल ल आइ बेबी नगर त्यस्तो। के गर्नु अब काम छैन त अनि हामी चाहिँ जाँदैछु म झर्ना जाँदैछु। मेरो त माइती राजा आएको छ, दाजुको छोरा। नाचगान गर्नु पर्यो न, पर झर्नामा गएर गीत गाउनु पर्यो। बर्गर खायो अगायो अगायो नि हो अगायो। यतापट्टि चाहिँ हाम्रो दाजु हुनुहुन्छ। दाजु हेलो भनिदिनु त। कहाँ जानु भएको? कता कता गइँदै छ है जानु। नौलो मान्छे कहाँ जान्छ र नौलो मान्छे कहाँ त्यही जान्छ नि। त्यहाँ कहाँ जान्छ लानेले, ड्राइभरले कहाँ लान्छ त्यहीसम्म जाने होइन जुजु। अब उनीहरूले के थाहा मखै जानु पर्छ, लानु पर्छ, डुलाउनु पर्छ, ल्याउनु पर्छ। बल्ल बल्ल एडिलेट आएको त्यस्तै हो। अब के गर्नु, जानुपर्छ होइन। जानुपर्छ। ल साथीहरू हामी जाँदैछौँ कि वाचिङ। के हो यो पारा? आमा आयो भन्नु न। आयो ब्रान्ड रुको देख्यो देख्यो आयो फन्नी गर्छ केटाकेटीले फन्नी। ब्रायन तिमी कहाँ हिँडेको? दिव्याना कहाँ हिँडेको तिमी? ए मेरो छोरी पार गएको अरे। फेरि रौ त। हामी चाहिँ वाटरफल्स जाँदैछौँ, तर बाटो चाहिँ यति सानो छ। यताको साइडमा जङ्गल छ, बिचमा अलिकति रोड छ, राइट एन्ड लेफ्ट साइडमै जङ्गल छ। बिस्तारै कुदामै गाडी बिस्तारै कुदाम। साथीहरू वाटरफल्स जाँदैछौँ। बाटो चाहिँ डेन्जरै छ, नेपालको सिन्धुलीको बाटो जस्तो छ। हिँड्दाखेरि चाहिँ यस्तो खतरा बाटो छ, हिँड्नु सक्नुहुन्छ। हामी चाहिँ वाटरफल्स जाँदैछौँ। तल हाम्रोतिर बनाउने बाटो त बनाउने मान्छेले यहाँ त बनाउनु नै हो बरु। यस्तो बाटो डर लाग्दो जमिन बाटो देखेर आमा डराइसकिसकेछ। त्यही त अनि बाटोले फरुवा ल्याएर खन्नु नै हो बरु। आमा खन्नु अब यहाँले यस्तो सानो बाटोमा दुईटा उयो छ। बिस्तारै बिस्तारै बाटो हो नि हो नि। मुटुली छुट्टिने बाटो छ हौ। अनि यो त ठुलो बाटो हो नि। यता हेऱ्यो भने भिड छ। नदेखाइ म त बित्थामा यता पसेछ। त्यही भनेको यतापट्टि बसेको भए चाहिँ म त्यता भिडियो गर्नु पाउँथेँ नि त। यो त ठुलो बाटो हो नि यो त। के सानो बाटो हो? डेन्जर छ है बाटो चाहिँ डेन्जर। बिस्तारै बिस्तारै बिस्तारै। भुटान जाँदा त यो छुट्टिसकेछ। नेपालमा यस्तो डेन्जर बाटो हिँड्दैछौँ है साथीहरू। माथि बुटोल जाँदाखेरि खतरा हो। यस्तो डेन्जर छ अनि बाटो डर लाग्दैन। सिन्धुलीको बाटोमा चाहिँ यस्तो पछाडि जङ्गल छैन कि भिड छ। भिड यहाँ चाहिँ जङ्गल छ। बाटो
वाटरफल आइपुग्यो गर्नै जाम सबै आमा हाम्रो भाषाबाट भन्दाखेरि नि यहाँ वाटरफल्स आउनु आँटेको भनेर भनिदिनु त कोइला हात छ दोकानकै धामजी भने बोल्नु नि तामाङ भाषा अहिलेको जसरी तिक्लो सिपिनमा कोइला हात छ दोकानमा मिठाई चकलेट पिन्दला नि चातला मुदम पैसा रे गनिम गियाला मलाई तपाईले पिन्द र चाला भिचियो बोला मलाई एन्ना पैसा धेरन मोला रुदा जन लो नोरो लो बन चावल लादा लागि पैसा हैन नोर अहिले मङ्गरी तामाङ डरायो हजुर साथीहरू हामी चाहिँ वाटरफल्स आइपुग्यौँ पर त अब हिँड्दै हिँड्दै जानुपर्ने हुन्छ है केटाकेटी चाहिँ कहाँ पुगिसक्यो मेरो छोराछोरी यहाँ हेर्नु न कस्तो राम्रो क्या त्यहाँनिर माथि झर्नाको पानी आएको हो लु है साथीहरू हामी चाहिँ झर्ना आइपुग्यौँ आज चाहिँ कोही रहेन रहेछ कराउँदै कराउँदै जाँदा पनि भएको छ आज चाहिँ कोही रहेन रहेछ क्या झर्नामा यति राम्रो घाम पनि यति मजाले लागेको छ मेरो छोरीले के गरेको त्यो डर यहाँ हेर्नु सक्नुहुन्छ म यहाँबाट देखाउँछु ल तपाईँहरूलाई यहाँ हेर्नु नानी माथि नजाने आज त मुनिबाटै हेर्ने यहाँ हेर्नु सक्नुहुन्छ है वा यस्तो दामी छ नि ए यता हेर्नुहोस् है पानी खोला बगेको कस्तो छ झर्ना चाहिँ आज माथि नजाने हो हामी धेरैचोटि गइसक्यौँ कि माथि फेरि मैले आज ठुलो हिल्लाएर आएको छु त्यही भएर माथि जानु सक्दिनँ यस्तो छ है साथीहरू अहिले गर्मी महिनामा पनि यतिको चाहिँ पानी आइरहेको छ झर्ना बिरयाना त्यता नजाने आज माथि नजाने मम्मी हिँड्नु सक्दैन ल यता आऊ मुनि आऊ बेबी बिरयाना माथि नजाने आज आऊ मुनि आऊ छोरी यता माथि जाने भन्छ म त हिँड्नु सक्दिनँ क्या आज म त यत्रो अल्को हिल लगाएर आएको छु साथीहरू त्यही भएर चाहिँ म माथि उकालो चढ्नु सक्दिनँ आज उकालो नजाउँ ल हेर्नु सक्नुहुन्छ साथीहरू यस्तो गर्मी महिनामा पनि यति धेरै वाटर गर्मी महिनामा वाटरफल्समा पानी झर्दैन भन्नुहुन्थ्यो नि यहाँ हेर्नु नि यहाँ कति धेरै अनि बटरफ्लाई झरनाको चिसो पानी माया मलाई किन गर्नु पर्यो राम्री त तिमी राम्री मैया मलाई किन गर्नु पर्यो हेर्नुहोस् है साथीहरू जो अरू बेला त यहाँ क्या भिड हुन्छ कि आज त कोही रहेन रहेछ चिच्याउँदै फोटो खिच्दै भिडियो गर्दै गर्दा नि हुने रहेछ आयो आपा छिटो आउनु है छिटो आउनु आपा छिटो आउनु त्यो केटाकेटी छोडिदिने यता छिटो आउनु कुद्नु छिटो कुद्नु होसरी कुद्नु आयो वाटरफल्स हेर्नु जानु जानु त लु कुद्दै अलिकति डेभलप भएछ नि त के यो ठाउँ नि परपरत भन्दा अलिकति डेभलप भएछ ए हो अर्को बनाएछ परपर आसँगेर हामी आउँदाखेरि
ऊ यहाँ मात्र त झर्ना पोखरी ऊ त्यहाँ होइन यो झर्ना होइन त्यो अर्को झर्ना गएछ हो 2टा झर्ना छ यहाँनिर यो झर्ना यो त यस्तै थियो त पहिलेदेखि नै यस्तै थियो साथीहरू हामी चाहिँ फोटो सोटो खिच्यौँ मऱ्यौँ अनि हल्का सल्का भिडियो बनाएर चाहिँ अब लाग्यौँ घर जाने हो अब घर जाने किनभने कि आज मेरो भदैनीको बर्थडे छ बर्थडेमा नि बोलाएको छ बर्थडे खानु पनि जानुपर्ने हुन्छ त्यही भएर यहाँनिर चाहिँ पुरा दाजुले फोटो खिचिदिइरहनु भएको छ मेरो छोराछोरी चाहिँ यता उता कुदेकै यता चाहिँ फोटो सुट हुँदैछ हुनु न यस्तो छ दामी ठाउँ छ आऊ बेबी ब्रायन कहाँ कुदेको तिमी चाहिँ ए यहाँनिर पनि यस्तो दामी छ क्या यस्तो दामी छ गर्मी महिना भएर होला कोही छैन आज त झर्नामा पनि हामी मात्रै कराउँदै फोटो खिच्दै भिडियो बनाउँदै यस्तो दामी छ यहाँ त के हो साथीहरू यहाँ हेर्नु न निगुरो जस्तो छ त हौ अनि त निगुरो जस्तो छ यहाँ झर्नाको छेउमा यहाँ झर्ना जाने बाटोमा नि यहाँ हेर्नु न झर्ना डुलिसकेर घर फर्किने बेलामा देखेको यहाँ हेर्नु त साथीहरू यो के हो यो निगुरो सेम निगुरो जस्तो छ हौ हेर्नु सक्नुहुन्छ ए निगुरो जस्तै रहेछ ल है हामी चाहिँ झर्नालाई बाई बाई गरेर लाग्यौँ है हाम्रो गन्तव्यतिर होइन आमा खोइ होला नि अब होइन भनौँ भन्दा होइन भनौँ भन्दा रिसाइहाल्दो हो आमा चाहिँ किन नहिँडेको बाहिर बाई बाई गरेर म नि बाई बाई गरेर हिँडेको होइन बाहिर चाहिँ किन ननिस्केको निस्केको नि किन उहिले निस्केको म बाहिर उहिले आमाले निकाल्यो बाहिर बाहिरदेखि भित्रदेखि निस्केर बुढी भइसक्यो अझै कहिले निस्किँदै भन्छ होइन मैले चाहिँ गाडीदेखि किन बाहिर ननिस्केको गाडीले कहाँ निकालेको भए निस्किन्छ त आमाले पनि छैन त्यसमा छैन केही पनि छैन अनि नि जेठी आमेन चाहिँ जेठी आमेनलाई लाने चाहिँ देवी थाने मोक्तन देवी थाने मोक्तन अनि माइली ठुली आमा लाने चाहिँ स्याङदन न्याउलीको टिकटीमा थियो तिनीहरू चाहिँ म बाहिर भेटाएको अनि त्यहाँदेखि माइली त्यो भयो होइन साइली आमेन चाहिँ लाटो दिदीको आमा त्यो चाहिँ दागनामै थियो अनि त्यहाँदेखि साइली अनि काइली चाहिँ बलकाइलाले बिहे गरेको काइली चाहिँ बलकाइलाले बिहे गरेको अनि त्यहाँदेखि काइली अन्तरी चाहिँ तपाईँको माम वाइबाले बिहे गरेको अन्तरी जन्तरी चाहिँ लाप्पा छिरिङ घिसिङले बिहे गरेको त्यसले चाहिँ घिसिङले लगेको थियो होइन जन्तरी अनि खन्तरी चाहिँ ग्लानले बिहे गरेको थियो अनि खन्तरी चाहिँ अनि त्यहाँदेखि मेरो आमा चाहिँ खन्तरीबाट त कान्छी त थियो मेरो आमा चाहिँ कान्छी हो कान्छी चाहिँ मोक्तनले बिहे गरेको थियो अनि अरू चाहिँ सबै मरिसक्यो काइली चाहिँ बलकाइलाले बिहे गरेको थियो मेरो काइली काकी हो अनि त्यहाँदेखि मेरो बहिनी पर्छ नि त अनि त्यहाँदेखि चाहिँ अनि त्यहाँदेखि अरू सबै मरिसक्यो ठुलो आमाहरू पनि अनि मेरो आमा चाहिँ अहिलेसम्म चाहिँ छ मेरो आमा भुटानमै छ लामी डाँडा गैरी गाउँमा मेरो आमा मेरो बाबा चाहिँ उहिले मर्यो उहिले भन्दा पनि हामी नेपालमा आएर मर्यो अनि आमा चाहिँ लामी डाँडाको गैरी गाउँमा छ अहिले पनि अनि दिदी बहिनीहरू जम्मै छ हामी चाहिँ अल्के महाजनको भान्जा भान्जी है कान्छी बहिनीको
छोरी चाहिँ मै हो अल्के महाजनको कान्छी बहिनीको छोरी चाहिँ छोरी साइली छोरी चाहिँ मै हो। अनि अनि काइली ठुली आमाको जेठाजुको छोरा चाहिँ म है। साइला अनि बलकाइलाले मलाई बुहारी नभन्थ्यो किन सालीको छोरी हो नि त उसको चाहिँ। अनि छोरालाई छोरै भन्थ्यो म छोरीलाई पनि छोरी नै भन्थ्यो। अनि बोल्दाखेरि मैले बडो बाबु भन्थ्यो उसले छोरी भन्थ्यो। साइनो नबित्ने नि त आफ्नो साइनो कस्तो छ त्यस्तै बोल्थ्यो। बिचरा तिनीहरू पनि मर्यो तिनीहरू पनि सक्यो। अब अहिले छैन छोराहरू छ छोराछोरी त्यो काइली बडी आमाको ठुली आमाको छोराछोरीले चाहिँ मलाई दिदी बहिनी नै भन्दैछ अहिलेसम्म चाहिँ। अनि पछि यहाँनिर चाहिँ भुटानको कहानी हुँदैछ। हाम्रो जो चाहिँ भुटानबाट आउनु भएको नि त त्यही भएर कहानी भनिरहनु भएको छ। ल बाई बाई ल बाई धेरै धेरै धन्यवाद नानीलाई। ल पुरानो कहानी गरिदिनु भयो। हाम्रो आमाको सबैले सुनाइदिन्छु। ल सुनाउनु ल भुटानमा भएको सबै आफ्नो मान्छेलाई सुनाइदिनु होला। मेरो भिडियो पनि हेरिदिनु होला। मेरो भिडियोमा पनि आमाले भन्नु भएको छ होइन आमा। भुटानमा हुने दिदी बहिनी आमाहरू सबैले हेर्नु होला। के भयो फेरि सलक्कै भयो त भनेको टट्टी आयो अरे भन्यो अरे मैले आमा डुलेर आयो कस्तो लाग्यो? डुलेर आयो त मिठो लाग्यो नि। अघि बिहानको चाउमिनले छोडे यहाँ भुँडी टेप भइसक्यो। डम्फु बजाउनु पर्छ। अहिले डम्फु बजाउनु पर्छ। अहिले डम्फु अहिले पट्टी गएर डम्फु बजाएर नाच्नु पर्छ नि। भुँडी ठटाएर आउनु पर्छ। भन्दै आजको भिडियो यहीँ एन्ड गर्नुपर्छ होला आमा। म त गल्यो हुर्कै भइसक्यो भिडियो बनाउनु मन लागेन। बाई बाई साथीहरू बाई बाई। आजको भिडियो हेरेर साथ दिनु होला। फुल भिडियो वाच गरिदिनु होला भन्दै आजको भिडियो यही एन्ड गर्न चाहन्छु। थ्याङ्क्स फर वाचिङ। नमस्ते बाई बाई। नमस्ते।